भोलिपल्ट बिहान भान्सामा। आज त माघे सङ्क्रान्ति, उनीहरूले माने होला नि त। घिउ चाकु तताएर भातमा झ्वाइँ गरेर खान कान्छालाई खुबै मन पर्थ्यो। खायो होला नि त त्यसरी। बुढाबुढी भइसकेका बाआमा छोडी विदेश गएका छोराहरूको के को चिन्ता गर्नु? घिउ चाकु खान्छन् होला र तिनले पिज्जा बर्गर खाएर रमाइरहेका होला नि। सित्ती उनीहरूको के को चिन्ता गर्छौ? अनि आफ्नै सन्तानको चिन्ता पनि नगर्नु त। छोरा छोरा छोरा, मलाई त छोराहरूको कुरै गर्न मन लाग्दैन आनन्दी। आफूले त्यत्रो दुःख गरेर कपडाको यत्रो व्यवसाय गरा गरियो। मुचुको बिरामी छु, अफिस कहिले छोड्न मिल्दैन। कान्छो त ल पढ्न भनेर गयो, सेठो यहीँ बसेर व्यापार धान्नुपर्ने होइन। यहाँ आफ्नो व्यवहार सम्हाल्ने कोही छैन। उता अरूको काम खोज्दै भौतारिरहेका छन्। दोस्रो नागरिकको दर्जा लिएर दिनरात पसिना बगाउने रहर मूर्खहरूको। पोख्नुहोस् त, छोरीको फोन आयो। आमा, दर्शन सन्चै हुनुहुन्छ? बाबा नि? हामी सन्चै छौँ। तिमीहरूलाई कस्तो छ नानी? नआएको पनि धेरै भयो। के गर्नु आमा, फुर्सद नै हुँदैन। पत्रिकाको जागिर, 24 घन्टा व्यस्त। घरको काम, बच्चा स्कुल पठाऊ। रातमा पनि छोराछोरी सुतेपछि बल्ल लेख्न सुरु गर्छु। कहिलेकाहीँ त कम्प्युटर चलाउँदा चलाउँदै भाले नै बाँच्छ। खै अहिलेको यो कस्तो काम हो। समुद्र पारीका त आएनन्। एउटै सहरमा भएर पनि भेट्न नमिल्ने। म त केही बुझ्दिनँ। त्यसो नभन्नु न आमा, आफ्नो ख्याल राख्नु है। मैले फोन राखेँ, बाबाको पनि ख्याल गर्नु होला। भोलिपल्ट बिहान बाबा दर्शन, ल आशीर्वाद छ बा। किन यति सबैले फोन गऱ्यो त नि आज? सबै हालचाल त ठिकै छ नि? सब ठिक छ बुवा। एकपल्ट आमालाई दिनुहोस् न। बाबु सन्चै छौ? हामी सन्चै छौँ आमा, तर सानोलाई अस्पतालमा भर्ना गरेका छौँ। एकपल्ट सानोका नाममा कुलदेवतालाई बत्ती बालिदिनुहोस् न है आमा। हस् बाबु। अनि के? मेरी नातिनीलाई छिट्टै सन्चोस् भगवान्। हे सङ्कटमाता, हे महाकाल बाबा, हे भद्रकाली माई, उसको रक्षा गर। म आज दर्शन गर्न आउनेछु। मेरी नातिनीलाई छिट्टै सन्चोस्। नातिनीलाई कस्तो भयो? फोन आएको छ त? आनन्दी, तिमी बढी चिन्ता लिन्छौ कि? छोराको फोन आएको थियो। नातिनीलाई सन्चो भएको छ अरे। विकसित देशमा उपचार त भइहाल्छ नि। मैले त बल्ल मुखमा पानी हालेँ आज। आमा, दर्शन। आशीर्वाद बाबु। सानीलाई अहिले कस्तो छ? सानोलाई अहिले सन्चो भएको छ आमा। डाक्टरले चिन्ता पनि लिनु पर्दैन भनेका छन्। खै नातिनीलाई हेर्नु मिल्दैन।
म अहिले काममा आइसकेँ नि आमा, बुहारी पनि काममा छिन्, नातिनी अस्पतालमै छिन्। भोलि बोल्नु होला है। अनि आमा बरु यता अस्ट्रेलिया आउने कुरा के भएछ आमा? यतै आउनु भने भेट्न पनि पाउनुहुन्थ्यो। त्यसबारे के सोच्नु भएको छ मलाई भन्नु है आमा। हस् धन्यवाद। छोराले अस्ट्रेलिया बोलाएको बोलाइ छ। जाउँ न त एकपल्ट उनीहरूलाई भेटेर आउँ। नातिनी 1 वर्ष हुँदा देश छोडेका, अहिले त सानो 5 वर्षकी पुगिसकी। कहिले देखो चाहिँ भएको छ मलाई त। हुन्छ आनन्दी, मिसो मिलाएर जाउँला नि। केही दिनपछि दिउँसो बाबु सन्चै छौ? दर्शन आमा, म सन्चै छु। आमा, मैले पढाइ सकेँ नि, अन्तिम परीक्षा पनि राम्रो अङ्क ल्याएर पास गरेँ। अब घरबाट खर्च पठाउनु पनि पर्दैन। ओहो, कति राम्रो कुरा। भाग्यमानी भयो बाबु। अब छिट्टै घर आऊ है। यत्रो दुःख गरेर पढियो, नेपालमा अवसर पनि छैन। केही वर्ष यतै काम गर्ने मनसाय बनाएको छु। किन र बाबु? पढाइ सकिसकेपछि नेपालमा आएर यतै काम गर्छु भनेको होइन? फेरि तिम्रो बिहे पनि त गर्नु छ। केटी समेत हेरेर राखेका छौ हामीले त। केही वर्ष त काम गरेर अनुभव बटुल्नु पर्यो नि। मेरो बिहेको चिन्ता नगर्नु त्यता। अनि के आमा, मैले यता केटी मन पराएको छु। उनका परिवार पनि यतै बस्छन्। बरु मिल्छ भने बिहेमा यतै आउनु होला। ल त नि आमा, म अहिले अलि हतारमा छु। फोन राख्छु है।